आज चाहिँ यति स्याड न्युज होइन। केही गर्नु नि मन लागेन, केही खान पनि मन लागेको छैन। साला थुक्कै यो छोरी मान्छेको जिन्दगी, यो घरको तनाव, यो झगडा होइन। अनि यो गर्दै जाँदाखेरि चाहिँ नेपाली प्रो भनिने नागो, यो नागोले पहिलादेखि नै यसको हरकतहरू चाहिँ सामाजिक सञ्जालमा हेरिरहेको, केटीहरूलाई चुम्मा चाटी गरेर हेरिरहेको। अनि त्यो नेपाल आर्मी जस्तोमा काम गर्ने आफ्नो श्रीमती ईश्वरी भुजेलमाथि गरेका अन्याय अत्याचार होइन, यो चाहिँ देखिरहेको थियो। अनि उनीहरू चाहिँ अब जान्ने बुझ्ने मान्छे नि त, कानुनी कारबाहीमा गएको होला भनेर भन्थ्यो। तर अहिले गर्दै भन्दै लाँदा सुन्दै चाहिँ के सुन्यो भनेदेखि चाहिँ उसको डिभोर्सको सुनवाई हुने दिनै उसलाई चाहिँ उसले खुकुली प्रहार गरेर बाटो छेकेर कि त्यो पनि बाटो छेकेर पहिला गाडीले ठक्कर दिन लाएर रहेछ होइन। गाडीले ठक्कर दिँदाखेरि चाहिँ नभएपछि चाहिँ अब त रोक्नु पऱ्यो। रोकेपछि सबभन्दा पहिला उसको हात काटेर अनि त्यस पछाडि घाँटी काटेर घाँटीलाई पुरै छिन्निसकेको अवस्थामा चाहिँ उसलाई एम्बुलेन्स बोलाएर हस्पिटल लगेको, त्यो बाँच्ने अवस्था थिएन। छोराले भनेको सुन्दाखेरि चाहिँ छोरा पनि त्यहीँ सँगै थियो भने चाहिँ छोरालाई पनि उसले मार्ने, किन उसले डिभोर्सकै दिन मार्यो भने त पक्कै पनि त्यहाँ सम्पत्तिको कुरा आयो होला जहाँसम्म लाग्छ होइन। अनि सम्पत्ति त अब डिभोर्स भइसकेपछि त उसलाई त सम्पत्ति छोरालाई बुढलाई त दिनु पऱ्यो नि त। यसको पहिलादेखि नै कुकुरले के भन्थ्यो, म 4 तला घडी, म पहिला गाडी चढेर हिँड्ने, पहिला केही नहुनेको सँगै ठुक्क गोरुहरू तिमीहरूले पहिला स्वास्नी ल्याउने बेलामा राम्री हुने बेलामा सम्पत्ति केही नचाहिने, अनि पछि चाहिँ त्यही सम्पत्तिलाई त्यही स्वास्नीको इन्सल्ट गरेर जिन्दगी चलाउने कुकुर। अनि यो कुकुरले त्यति भनेको त सुनिरहेको थियो हेर्नु। अब डिभोर्स भइसकेपछि त केस त सर्ट आउट हुन्छ नि त होइन। केस सर्ट आउट हुँदाखेरि चाहिँ हुन्छ भनेर चाहिँ उसले पनि बिचरा ढुक्क भएको थियो होला। अब अहिले कहिले माइतमा जाने, कुट्ने, उता कुट्ने, त्यो छोरोलाई पनि मार्नको लागि यसले सुपारी दिएको अरे। छोराले के भने चाहिँ म पनि मामुसँगै भएको भए मलाई पनि मार्थ्यो भनेर ठुलो छोराले भनिरहेछ। म चाहिँ नेपाल सरकारलाई के भन्छु भने यो कुमार थापा भनिने नेपाली ब्रोलाई होइन, यो असली कुमार थापा हो कि के हो पनि थाहा छैन, यसलाई चाहिँ यसैबाट चाहिँ आजीवन कारावास वा मृत्युदण्डको सजाय होस्, फाँसीको सजाय होस्। सरकार अत्याचारै भयो। निर्दोष नारीले कहिलेसम्म मर्ने, कहिले आगो लगाएर मर्नुपर्ने, कहिले घाँटी टेटेर मर्नुपर्ने, कहिले चाहिँ बोरामा कोचेर बाहिर लगेर मारेर फ्यालिदिनु पर्ने, कसैले दबाएर मार्नुपर्ने। यो अन्याय अत्याचार धेरै भए, यी कुकुरहरू धेरै छलबलाए। अझै यति त मरे अरू चोरीले मर्नु नपरोस्, यसको छिट्टै कानुन बनोस् र यसलाई चाहिँ आजीवन कारावास होस्। अब बहिनीको आत्माप्रति चाहिँ शान्ति होस्। बहिनी जहाँ हुनुहुन्छ, जस्तो अवस्था हुनुहुन्छ, हजुरको आत्माले शान्ति पाउने ठाउँ त छैन। तर पनि हामीले के भन्छौँ, त अपराधीले तपाईँलाई यो संसारमा बाँच्न दिएन। रेस्ट इन प्लेस बहिनी है। बच्चाहरूको एकदम धैर्य धारण गर्ने शक्ति दिनु भगवान्। अरू त के नै भन्न सकिन्छ र हामीले।